Hi everyone, welcome to my blog. After so long time, sorry for not posting any video. आज भने हामी तपाईहरुलाई हामी सँगसँगै हाम्रो यो अस्ट्रेलियामा रहेको रिङवुड फरेस्टमा चाहिँ एक्सप्लोर गराउन गइरहेको छौं। हेरौं आजको दिन कस्तो हुन्छ, हामीसँगै रमाउनु होला है त। हामी चाहिँ सबै परिवार एकैचोटी घुम्न गइरहेको छौं। म चाहिँ लास्ट सिटमा इन्जोय गरिरहेको छु। हेलो गाइज, वेलकम टु माई युट्युब ब्लग आफ्टर सो लङ टाइम। अनि आजको विशेष भनेको चाहिँ अनि दाइको बिहार पनि ग्रान्ड भएको दिन, अनि इन्भिटेसन आएको दिन भनौँ, इन्भिटेसन आएको दिन। अनि त्यसपछि अब हामी चाहिँ घुम्न भनेर यता रेड फरेस्टतिर आएको छौँ। 2.1.5 आवरको ड्राइभमा हाम्रो 7 सिटर गाडी, नयाँ गाडीमा आएको छ है। अनि अब चाहिँ यो बाहिरी लुकआउट चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि चाहिँ म हजुरलाई फ्लिप गरेर देखाउँछु क्यामेरा। एकदमै ठुलो छ है। अनि एकदमै रमाइलो भइरहेको छ। नेपालबाट भाइ पनि आएको छन् हैन। अब सानबी ला अब लड्यो। वाउ, हाई गर, हेलो गर सानबी। यति सानो यति ठुली भइसकेको छु हैन। मैले धेरै वर्ष भिडियोहरू पोस्ट नगरेको, अब चाहिँ पोस्ट गर्छु। राम्रो ठाउँ छ कि, यति राम्रो ठाउँ छ कि तपाईहरु मेलबोर्न वरिपरि हुनुहुन्छ भने चाहिँ यो ठाउँलाई चाहिँ भुल्नै नहुने ठाउँ है। अनि हामी यहाँ सानबी हिँड्छिन्। उता चाहिँ लाली गुराँस पनि एकदमै राम्रो छ। लाली गुराँस त्यसै राम्रो न्युरो हैन मम्मी, यो देख्नु मन चिन्दै लाली गुराँसको फुल हो त्यो हैन। दामी छ। अब हामी जान्छौँ, अगाडितिर बढ्छौँ हाम्रो सबै। यहाँ चाहिँ हाम्रो फोटोसुट पनि भइरहेको छ है। यसरी चाहिँ हामी यहाँ आज फोटोसुट पनि गरिरहेको छौँ है। एकदमै रमाइलो इन्भाइरोमेन्ट छ है। उसले पनि मागे यो खानालाई है। हराउँदैन। हामी चाहिँ त्यहाँभित्र छिर्छौँ है। छिर्नलाई चाहिँ हामी छिर्ने भनेको यहाँ यो भित्र हो। अब यही भित्रको हामी यो जङ्गली इन्भाइरोमेन्ट चाहिँ एक्सप्लोर गर्न गइरहेको छौँ। अब हेरौँ कतिको डर लाग्छ। केही त छैन यहाँ, दामी छ त। ओ माई गड, ओ माई गड, कति पिस के बगेदैन। आउनु के, केही त छैन यहाँ, के खाएर डराउनु पर्ने। हामी पनि सानबी पनि आइन्। यहाँ चाहिँ डराउँछ भनेर हामीले ल्याएको थिएनौँ। अब जे होस्, डराउनु पर्ने केही पनि छैन। यहाँ झन् राम्रो छ, पिस छ है। दामी ल हेर्नु, सानबी चाहिँ पनि ल्याएर पछि हेर्नुहुन्छ कि भिडियो, अहिले चाहिँ भन्दा पनि। चाहिँ हामी यहाँ अब हिँडेको छौँ है सबैजना। एकदमै रमाइलो भएको छ फ्यामिलीसँगको यो मोमेन्ट होइन। एकदमै मेमोरेबल। मम्मीले ओख्रेटा भनिसक्नु भयो। यसरी चाहिँ हामी त्यति बस्नु चाहिँ हेरेर यही छु है। यति राम्रो छ, त्यति खुलेको छ कि मौसम चाहिँ, वेदर चाहिँ। अनि एकदमै आफूलाई फ्रेस राख्नको लागि यहाँ आएर मोमेन्टहरू इन्जोय गर्दा चाहिँ एकदमै बेस्ट हुन्छ। एकदम दामी।
एक्लै काम गरे के हो मलाई मिसाउनु तिम्रो टिममा ल तिम्रो टिममा मिसाउँछौ मलाई माया ए माया यति धेरै काम गरिरहेछौ तिमी आय 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 उठेर नाच न कान्छी कान्छी बाबुले फेरि फोटो खिच्न लगाएको यस्तरी खिचेको फोटो होइन राम्रो हाउ बन्दैन कस्तो कुरा राख्छ फोटो खिच्ने तरिका हेर्नुहोस् गाइजहरू तपाईँहरूलाई चाहिन्छ भने यो चाहिँ हामी फ्यामिली फोटोसुट भइरहेको छ कि सासू बुहारीको फोटोसुट भइरहेको छ त्यहाँ यहीँ दुईजना क्यामेराम्यान टिक 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 हजुर हजुर नबोल्नु मलाई हेर्नु हजुर नबोल्नु अरू के छ नि अरू हामी हिँड्यौँ जाम भन घर जाम अब गल भन कान्छी 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 खोइ नि मम्मा ड्याडी आमा दादा दादा भन त दादा दादा गाह्रो छैन कि ड्याडी र डाडा भन्नु कान्छी खोइ सान्वी अरे इको हुँदैन रहेछ त ल मेरो सान्वी चाहिँ त्यहाँबाट आएकी छिन् एक्लै हिँड्छिन् एक्लै दक्कुसी यति टाटी छिन् 16 महिनाकी भइन् है सान्वी आऊ है माया सान्वीजी ड्याडी उता घरै जान मानेकी छैन है यति झगडा गर्नु खोज्दा दुईजना ल आऊ मैया लडी बाई बाई हामी पछि म ठुली भएपछि आउँछु न म ठुली भएपछि आउँछु ल ठाउँ यहीँ बस्छ ल भन ल अब हामी पनि जाने गाडीमा रात परो